हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ। आज चाहिँ मेरो छोरीसँग आज चाहिँ बजार हिँडेको अरे पानी भर्न गएको। हेर्नु त यो बाटो कस्तो उकालो छ। हेर्नुस् है गाइज, हामीले छोरी पानी भर्न गएको है। छोरी लु हिँड्नुस् त। अनि पानी बोकेर भरे देखाइदिनु पर्छ। अहिले यो उकालोमा ठाडोमा हेर्नुस् है गाइज, यो ओह्रालो कति ओह्रालो छ। हेर्नुस् गाइज, यो बाटो नि यो भर्याङ 300 वटा उक्लिने बाटो छ। यो आऊ न, गीत सुनाइदिन्छु ल। ओह्राली लागेको हरनको चालाले भन्छ, तर मेरो छोरी चाहिँ ओह्रालो लागिरहेछ है पानी भर्न। गाइज फर्किदेऊ न, यता फर्किदेऊ न बेबी, यता फर्किदेऊ नानी। लु गाइसलाई पनि माया गरिदेऊ न। अनि लु नाचिदेऊ त, त्यो गिलन बोक्दै। सारा सिमसिमे पानीमा झन्ले मै मन गर्छौ कि जिन्दगानीमा नजौरा ओरा ओरा मेरो छोरी कहाँ छ र जङ्गलमा छ है। मान्छेलाई कसको याद आउँछ बढी? बाबाको। अनि मामुको चाहिँ मम्मीको नि आउँछ, मम्मीको नि माया लाग्छ। अनि गाइजको माया लाग्दैन? टिकटकको साथीहरूको माया लाग्छ लाग्दैन? लाग्छ। छोरी पानी भर्नु पुग्नु आँट्नु भयो। अब ऊ त्यता तल नि, ऊ त्यता तल है गाइज पानी भर्ने। सारा म पानी भर्न गएको चाहिँ धारा चाहिँ ऊ त्यता तल छ। अब त्यहाँ पुग्नु पर्ने। अहिले चाहिँ म यता साइडमा छु। हाई साइडमा छु। अनि को अवस्था लु मेरो छोरी ए कराउँदै हिँडेको अवस्था। लु लु छिटो आइछ ऊ माथिदेखि मेरो छोरी। ऊ छिटो आउनु न। लु आउनु 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 छिटो आउनु न, छिटो आउनु। ल आइस उदा उदा छिटो गर। अलिकति टिप हो त्यो टिपेर ल्याऊ त। ल छिटो गर। गुड मान्छे रहेछ र एकछिन बिसाएको कान्छी हो र। खै उ त्यो पेप्सी बकाने पानी भर्न जानुपर्छ। अब एकछिन बिसाएको मेरो छोरी जो म एकछिन गर्मीले पानी खानु लु छिटो। भरेको पेप्सी पानी भरेको। ट्रक्टर पानी भरेर सक्यो। अनि चाहिँ सागको सत्कुवामा हो। मिठो छ पानी चाहिँ एकदम बबाल छ। तपाईँहरू पनि खानुहुन्छ भने आउनु होला, सम्पर्क गर्नु होला है गाइस। पानी भरेर मिठो छ पानी खान्छु ल, मिठो छ। बाई छोरी उदो बाई भन्दै दादालाई। लुइन मिसियो त हजुर, पानी हिँड्ने दुःख भयो हो छैन? खुसी छु ए हिँड्नुमा खुसी छु, खुसी।